जोजोलपा नेपाल भाषा लर्निङ। आजको च्याप्टरमा मैचा मसला किनेर घर जाँदैछ र घर जाने क्रममा मैचाले मान्छेहरू भेट्छ बाटोमा, त्यही कुराकानीलाई लिएर आएको छु। मैचाले असन बजारमा मसला किनेर घर फर्किँदै गर्दाखेरि दुईजना चिन्ने पसलको मान्छेहरू कुरा गरिरहेको सुन्छ मैचाले। अब मैचा पनि रोकिएर कुरा सुन्छ र पसले नम्बर 1 ले भन्छ, मेरो पसल अगाडि खाल्डो भयो। अब यसलाई नेपाल भाषामा जुगु पस न्यने न्यने गा जुल, जिगु पस न्यने गा जुल। जिगु अर्थात मेरो, पस अर्थात पसललाई पस भन्छ, न्यने अगाडि, गा भन्नाले खाल्डो हो, जुल भन्नाले भयो, गा जुल भन्नाले खाल्डो भयो। त्यस्तै गरी अब शपकिपर नम्बर 2 ले भन्छ, हो भने मेरो पसल अगाडि पनि छ। ख दया जिगु पस न्यने न दु, ख दया जिगु पस न्यने न दु। ख दया अर्थात हो भने, जिगु पस मेरो पसल, न्यने न दु अगाडि पनि छ। र फेरि शपकिपर नम्बर 1 ले भन्छ, यो सरकारले कहिले पुर्ने हो? ठो सरकार न गब्ले लाक्यु ख, ठो सरकार न गब्ले लाक्यु ख। शपकिपर 2 ले भन्छ, त्यही त भनेको, वो हे ला तयु तयौ हैन, तयु वहेला तयु, वहेला त्यही त तयौ भनेको। अब दुईजना पसलको मान्छेहरू यसरी कुरा गरिरहेको सुनेपछि मैचाले अब त्यो पसलको मान्छेहरूलाई भन्छ, काकाले आफै पुर्नुस् न। क कहाँ, यो यता थोप्लो पनि छ, कहाँ हो, क कहाँ। काकालाई हामीले नेपाल भाषामा कका भन्छौं। क कहाँ, थमेस्या, यता पनि थोप्लो छ, थमेस्या लाकीले, क कहाँ थमेस्या लाकीले। क कहाँ अर्थात काकाले, थमेस्या आफै, लाकीले पुर्नुस् न। र पसलेले भन्छ, यो त सरकारले गर्नुपर्छ। ठो ला सरकार न यामा, ठोला सरकार न यामा। ठोला अर्थात यो त सरकार न गर्नुपर्छ, यामा। यो भन्दै गर्दा मलाई एउटा कुरा याद आयो। पहिले एउटा दाइ हुनुहुन्थ्यो, हङकङबाट फर्किनु भएको थियो। उहाँले घर बनाउँदाखेरि यो सामाकुसी चोक भन्दा अलि माथि घर बनाउनु भएको थियो। त्यहाँ घर बनाउँदाखेरि चाहिँ खाल्डो भएको थियो घर अगाडि चाहिँ। त्यो खाल्डो चाहिँ नि उहाँले आफ्नै पैसाले सिमेन्टले पुरिदिनु भएछ। र सँगै बस्ने मान्छेले के भन्थ्यो भने, कस्तो मूर्ख रहेछ, सरकारले गर्नुपर्ने काम आफै पो गर्छ, यो त सरकारले पो गर्छ भन्नुभएको थियो। तर अब यो घर बनाउनलाई अब त्यत्रो पैसा खर्च गर्ने मान्छेले अब त्यो जब अब 150, 200, 300 रुपियाँको सिमेन्ट अब खर्च गरेर यो रोड राम्रो बनाउँछ भने त्यो त अब आफैले पनि गर्न सकिन्छ। सबै कुरा सरकारको मुखमा त ताकेर बस्नुपर्छ पनि जस्तो मलाई लाग्दैन। तर अब पिच गरेको ठाउँमा खाल्डो पर्यो भन्दैमा सिमेन्ट राख्नुहुन्छ हुँदैन, त्यो चाहिँ मलाई थाहा छैन टेक्निकली अब त्यो मिल्छ मिल्दैन। अब त्यो कुनै अब सरकार निकायको स्वीकृति लिनुपर्ने अब त्यस्तो के छ कि त्यो त थाहा छैन। अहिले त्यहाँ पुर्दाखेरि चाहिँ नि अब कसैले केही पनि भन्न आएन पछि, अब त्यो चाहिँ नि डिटेल्स चाहिँ थाहा छैन। तर सक्ने जति आफूले गर्दाखेरि चाहिँ राम्रै हुन्छ। मैचाले भन्छ, जसले गरे पनि देश त हाम्रै हो। न्या मे स्या, यहाँ थुप्रो छ, स्या हो, स्या मात्र होइन, स्या या सा, यहाँ पनि थुप्रो छ, सा दे ला सिगु हे ख, न्यामेस्या या सा दे ला सिगु हे ख। न्यामेस्या या सा अर्थात जसले गरे पनि,
दे अर्थात् देश, देश त अर्थात् देला, झिगु हे ख हाम्रै हो। अब पसलको मान्छेले भन्छ त्यो त हो, व ला ख, वला ख। अब मैचाले फेरि भन्छ 50-100 रुपियाँको सिमेन्ट लोभ नगर्नुस्। नियरका सच्ची सच्ची, नियरका सच्ची या सिमेन्ट नुग स्या मटे, नियरका सच्ची या सिमेन्ट नुग स्या मटे। अनि पसलको मान्छेले भन्छ त्यो त हो, वला ख। नियरका अर्थात् 50 रुपियाँ, सच्ची सच्ची मात्र नि सच्ची 100 रुपियाँ, नुग स्या मटे लोभ नगर्नुस्। त्यसपछि शपकिपर नम्बर 2 ले यो कुरा सुनेपछि भन्छ ल मैचाले राम्रो कुरा गर्यो, का मैचा थप्लो छ है, यहाँ थप्लो पनि छ, बा लाउ, बा लाउ होइन, बा यहाँ पनि थप्लो छ, बा लाउ ख लाटा, का मैचा बा लाउ ख लाटा। म सिमेन्ट किन्न गएँ, जी सिमेन्ट न्या न, जी सिमेन्ट न्या वन। राम्रो कुरा गर्यो अर्थात् बालाउ ख लात। कति ठाउँमा हामीले देखिरहेको हुन्छौँ, अब मान्छेहरूले ठुल्ठुलो घर बनाउँछ, अब महिनाको 40-50 हजार 1 लाख पार आउने पसलहरू रेन्टमा दिइरहेको हुन्छ र त्यही घरको अगाडि अब यो कुनै अब त्यो ढुङ्गाको ओछ्याएको हुन्छ, त्यो ढुङ्गा ओछ्याएर त्यो ढुङ्गा त्यसै उक्किरहेको हुन्छ, त्यो ठाउँमा अब 50-100 रुपियाँको सिमेन्ट हाल्दा त के जान्छ र। अब कुनै ठाउँमा त्यो टाइल जस्तो त्यो ढुङ्गा सानसानो ढुङ्गाहरू हुन्छ, सिमेन्टको ब्लक भन्छ के भन्छ, त्यस्तो राखेको ठाउँमा पनि त्यो उक्किरहेको हुन्छ, त्यो पसलको मान्छेले दिनको 40-50 हजार, कुनै पसलमा 1 लाख व्यापार गरेको हुन्छ र 50-100 रुपियाँको 200-300 को अब सिमेन्ट किनेर राखिदिँदाखेरि पनि के जान्छ र त्यो। हामीले सरकारलाई मात्र गाली गर्छौँ तर सरसफाई अब यो भन्ने कुरा हामीलाई चाहिएको छैन जस्तो लाग्छ मलाई। र हजुरहरूमध्ये कसैले अब कुकुरहरू पाल्नु भएको छ भनेदेखि प्लिज त्यो बाटोमा दिशा चाहिँ नगराउनु होला। बाटोमा हिँड्दाखेरि एकदम फोहोर हुन्छ, त्यो हेर्दै अब एकदम घिनलाग्ने, अब भमिट आउला जस्तो गरी त्यो पाइलै राख्न नमिल्ने गरी त्यस्तो हुन्छ। अब कुकुरलाई त थाहा छैन, उसलाई त बिचरा ज्ञान छैन कि यहाँ दिशा गर्नुहुन्छ हुँदैन भने। हामी त मान्छे हौँ, हामीलाई त ज्ञान छ, अब हामीले त ट्रेन गराउन सक्छौँ कुकुरलाई। अब कोही कोही कुकुर हुन्छ अब टोयलेटमा लग्यो भने नगर्ने, बाहिर लग्यो भने दिशा गर्ने, अब त्यो बानी हो कुकुरको पनि। अब त्यो कुकुरको त्यो बानी छैन भने कसरी त्यो कुकुरलाई हामीले त्यसरी ट्रेन गर्न सक्छौँ, त्यो टेक्निक त हामीसँग छ, त्यो त हामीले गर्न सक्छौँ, हामी त मान्छे हौँ, त्यो गर्नु होला प्लिज। र मैले एउटा मान्छे के पनि देखेको छु भन्दाखेरि गुर्जु हो, गुर्जु भन्नाले अब बज्रचार्य पूजा गर्ने जुन अब मान्छेलाई हामीले गुर्जु भन्छौँ। र त्यो गुर्जु नै अब त्यो यता श्रीगह बिहार छ, श्रीगह बिहारनिर कुकुर बिहान लिएर जाने अनि त्यो कुकुरलाई त्यो बिहारमा दिशा गराउने। अहिले त त्यो गुर्जु मैले नदेखेको धेरै भइसकेको छ, अब यहाँ सायद बस्नुहुन्न होला, तर पहिले यहाँ बस्दाखेरि चाहिँ नि त्यस्तो गर्थ्यो। आफै गुर्जु भइसकेपछि अब आफैले त्यो मन्दिर अगाडि त्यस्तो मन्दिर, अब श्रीगह भनेको बिहार हो, त्यहाँ अब धेरै मन्दिर छ, स्टुपा छ, त्यस्तो ठाउँमा अब त्यो दिशा गराउनु हुँदैन। सो प्लिज यो कुरालाई अलिकति ख्याल गरिदिनु होला। र आज कस्तो लाग्यो भिडियो भन्नु होला। र मैचाको अब नेक्स्ट एपिसोड लिएर आउँछु म। नेक्स्ट एपिसोडमा अब बाटोबाट मसला किन्दैछ मैचा र मसला किनेर अब घर जाँदैछ र नेक्स्ट एपिसोडमा अब घरको कुराकानी आउँछ। थ्याङ्क यू फर वाचिङ। मन परेदेखि लाइक, सेयर, कमेन्ट गरिदिनु होला। शुभ